गाइज आज पाक्दैछ मटन करी ल फेरि लोकल मटन ल्याएको छु अनि यहाँ मजाले कुकरमा हेर्नु न पटपट फुटेर रातो पारेर यस्तो दामी तरिकाले बनाउँदैछु। आज चाहिँ योसँग फापरको ढेँडो खाने मन छ क्या हजुरहरू। यस्तो दामी भएको छ है। ग्रेभी बनाउँछु योसँग अनि ढेँडो सर्लाम जान्छ ल गाइज। ल यहाँ चाहिँ फापरको ढेँडो ओडाल्दैछु ल कराईमा। मासु चाहिँ खसीको मासु चाहिँ पाकिसक्यो है। यहाँ ढेँडो पकाउँदैछु। आज चाहिँ मेरो प्लान भनेको मासु र ढेँडो खाने हो साथीहरू। यस्तो मिठो हुन्छ फापरको ढेँडोसँग चाहिँ खसीको मासु चाहिँ। ल हेर्नु यस्तो दामी हुन्छ ढेँडो। हेलो नमस्ते साथीहरू, सम्पर्क हातले चाहिँ मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत गर्दै पुरी अझै आज आइसकेको छ तपाईँहरूसम्म चाहिँ अर्को भिडियो लिएर। तपाईँले देखिसक्नु भयो आज मैले के बनाएको छु भन्दाखेरि आज चाहिँ फापरको ढेँडो बनाएको छु यहाँ है। अनि यहाँ खसीको मासु छ ग्रेभी अनि यो चाहिँ अहिले सिजनमा फर्सीको मुन्टा भइहाल्यो। अनि यहाँ खाना छ ल साथीहरू। ल अब चाहिँ तातो ढेँडोसँग मासु खान्छु ल। यस्तो तातो छ है। वाउ दामी मिठो। ढेँडो चाहिँ ऱ्यापिड बेसिसमा खाइन्छ क्या। खर्लाम के खर्लाम टाइमै लाग्दैन। ग्रेभी यस्तो दामी भएको छ पिरो।
यसको छाला भएको चाहिँ मलाई एकदमै मिठो लाग्छ क्या। कुनाकानीको सानो एउटा यो पनि नछोडिकन खानुपर्छ। 1700 रुपियाँ किलो पुगेछ, अनि छोडेर हुन्छ, मजाले केला केला खाइदिने हो। गर्मीले त मार।
मन नभयो खाना पनि थोरै खाएको भएको लु हल्का पसिना आउँदै ओर्दै भए पनि ढेँडो र मासु चाहिँ मजाले खाइयो मिठो भएछ खसीको ग्रेभी लाएर बनाएको यस्तो दामी भएछ है मजाले खाएँ तपाईँहरू पनि यसरी नै पकाएर खानुहोस् भन्न चाहन्छु र भिडियो हेरेर पक्कै पनि तपाईँहरूले इन्जोय गर्नुहुनेछ मलाई पूर्ण विश्वास छ र सुरुदेखि अन्त्यसम्म भिडियो हेरेर साथ दिने सम्पूर्ण साथीहरूलाई चाहिँ थ्याङ्क यू सो मच भन्दै फुडी आजलाई लाइक कमेन्ट सब्सक्राइब सेयर गरेर तल बेल आइकन छ बेल आइकन बजाइदिनु होला भन्न चाहन्छु र आफ्नो ख्याल गर्नु सधैँ स्वस्थ र तन्दुरुस्त हुनु होला पानी आएको छ बाढी आएको छ पहिरो आएको छ काहीँ यात्रा गर्नुपर्ने छ भने सोच विचार गरेर मात्र यात्रा गर्नु होला भन्न चाहन्छु भन्दै अर्को भिडियो फेरि भेट्ने बाचा गर्दै आज छुट्टिन्छु ल बाई बाई गर्मीले गर्दाखेरि धेरै बोल्न नि आएन